सुनिदिनुहोस्। अब मेरो गवाई संक्षिप्तमा यस्तो पृष्ठभूमिमा म जन्मेको अङ्ग्रेजी 1971 साल इन्डियाको सिक्किम भन्ने जग्गाको लिन्दोक नाम्पोङ भन्ने जग्गामा मेरो जन्म भएछ। अनि जब त्यस्तो पृष्ठभूमिमा मेरो आमाबाउले पनि त्यस्तै वैदिक परम्परा अनुसार अघि मैले भट्टाए आस्था राख्थे। पार्थिव देवता, खगोलीय देवता, वनस्पति, बृहस्पति देवता, सांसारिक देवताहरूलाई पूजा गर्थे। आज उनीहरूले पनि 18 पुराणहरू, भागवत गीताहरू, अष्टवक्र गीताहरू, हनुमान चालिसाहरू पढ्थे। अनि आज लघु पुराणहरू लाउँथे। त्यस्तै जग्गामा एउटा माटोको ढुङ्गाको गारे घरमा मेरो जन्म भएछ 1971 सालमा। अनि मैले जन्मेर चाल पाउँदाखेरि मेरो घर सिरुको घर थियो, सिरुको घर। अनि आज एउटै मात्रै कोठा भएको, कुनामा जाँतो, त्यहाँदेखि पर चुला, बिचमा अँगेनो भएको एउटै दैलो, एउटै झ्याल भएको घरमा मैले मेरो आँखा खोलिएर मैले देख्दा र जान्दा म त्यस्तो घरमा। अनि आज बाउ चाहिँ पुरोहित थिए, मन्दिरका पुजारी। अनि आमा जहिले बसेर पिँढीको डिलमा आमाले गीता पाठ गर्थिन्। अनि आमाले कपासको बाती काट्थिन्। अनि म स्कुल जाने गर्थेँ, आउने गर्थेँ। अष्टवक्र गीता जहिले आमाले मलाई पढ्न लाउँथिन्। अनि आमा चाहिँ सिकुवाको डिलमा, गोबरले लिपेको डिलमा आज बसेर आमाले गीता पाठ गर्थिन्। मैले गीता पाठ गर्नुपर्ने। अनि बिहानै चिसो पानीमा आएर नुहाएर केही नखाइकन उनले 7 फेरा बाती काट्ने कोसिस गर्थिन्। अनि फुल खरानीमा एकदमै कपासको 7 फेरा। अनि आमापट्टि फर्केर सोध्थेँ, आमा यो कपासको बाती किन काटेको भन्दा, छोरा 1,25,000 कपासको बाती पुर्याएँ भनेदेखि चाहिँ मरिसकेर मुक्ति पाइन्छ अरे, त्यति बाल्न पाएँ भने त भयो कान्छा भन्थिन् मेरी आमाले। अनि त्यसरी 7 वर्ष लाग्यो 7 फेरे बाती चिसो पानीमा नुहाएर बिहानै फुल खरानीमा 1,25,000 कपासको बाती बनाउनलाई 7 वर्ष लाग्यो। अनि 7 वर्षको अन्तरालमा म छेउमा बसेर गीता पढ्थेँ। अनि आमाले मेरो छोरो राम्रो छ, गीता पढ्छ, जहिले पढ्नु, धर्म कर्म गर्नु त्यस्तै सिकाउँथे। बिहान बेलुका पाठ पूजा हुन्थ्यो, बिहान बेलुका जलाञ्जली हुन्थ्यो, तिथि श्राद्धहरू हुन्थ्यो। यस्तो जग्गामा म हुर्केँ। अनि जब म हुर्किँदै जाँदा हाम्रो परिवार कत्रो थियो रहेछ भन्दा धेरै ठुलो परिवार, दाजुभाइ नछुटिएका, जम्मा सबैजना खाना खान बस्दाखेरि 18-22 जना हुने त्यत्रो परिवार। अनि मैले आमाले बताएअनुसार आज त्यति बेलाको समयमा अहिले जस्तो प्रशस्त खानेकुरा हुँदैन थियो। कति कोदोको ढिँडो, मकैको ढिँडो पकाएको हुन्थ्यो। अनि बाँड्दै आउँदा 18-22 जनालाई बाँड्दाखेरि कतिपय भाउजूहरू पनि भोकै सुत्थे अरे, बाँड्न पुग्दैन थियो अरे। त्यस्तो खालको परिवारमा म हुर्केँ। अनि पाठ पूजा गर्न सिकाएँ। अनि आज यस प्रकारले स्कुल जान्थेँ आउँथेँ, स्कुल जान्थेँ आउँथेँ, बढ्दै गएँ। त्यसो हुँदै जाँदाखेरि मेरो आज पढ्ने क्रम पनि अगाडि बढ्यो। अनि आज त्यो परिवारमा जेठा दाजुले पनि अब घरको परिवार ठुलो भएको कारणले त 1-2 क्लास स्कुल पढेपछि अब हलो जोत्नु पर्ने भयो भाइ बहिनीलाई पाल्नको लागि। दाजु पनि हली भयो, माल दाजुले पनि स्कुल छोड्नु कर लाग्यो। त्यसो हुँदा आमालाई हृदयमा साह्रो लागेछ। अब जेठोले पनि स्कुल पढ्न पाएन, गरिबीको कारणले गर्दा। माइलोले गाउँठाउँमै त्यस्तै थियो, सबैतिर एकदम चारो, हात र मुख जोड्न एकदमै चर्को पर्ने। अनि आमाले कम्मर कसेर भन्नुभएछ, अब अलिकति मेरो आज सायद बिहा हुँदाखेरि आमाको एउटा बुलाकी थियो कि, या त ढुङ्ग्री थियो कि, या त के मुन्द्री थियो कि के थियो। अनि आमाले भनेछन्, यो ढुङ्ग्री मुन्द्री बुलाकी बेचेर भए पनि अनि पुगेन भने यही गग्रेल त म 2टा तामाको गाग्रा छन्, यही गाग्रो बेचेर म साइलालाई चाहिँ पढाउँछु भनेर साइला छोरालाई चाहिँ पढाउने अठोट गर्नुभएछ। त्यसले गर्दा साइलो छोरो पनि एकदमै सानैदेखि पढ्नमा राम्रो। आमाले सामदुङ भन्ने जग्गा लगेर चाहिँ साइला छोरालाई पढाउन थाल्नुभयो। अनि कति दुःख हुन्थ्यो अरे, हस्टेलमा चामल हुँदैन थियो अरे, तर पनि पढ्नमा राम्रो। गुरुबाउ गुरुआमाहरूले यताउता सघाउ पकाउ गरेर साइलो छोराले एकदमै फर्स्ट क्लास फर्स्ट डिभिजनमा पास गर्न थाल्यो। गर्दै गइसकेपछि साइलो छोराले अब 12 क्लास पढिसक्यो। आमालाई अलिकति आशा भयो, परिवारलाई आशा भयो। साइलो छोरो शिक्षित भएपछि साइलादेखि मुनि काइलालाई पनि अलिकति साउ अक्षर चिन्यो। त्यहाँबाट अन्तरे जन्तरे खन्तरे दाजु आउँदाखेरि कमसेकम क ख ग घ एबिसिडी पढ्न सक्ने हामी भयौँ। स्कुल जानु ननिकाल्नु यिनीहरूलाई भन्थे। तर घरको अवस्था चाहिँ एकदमै दयनीय थियो। अलिअलि पानी पर्दाखेरि सिरुको छानाबाट सबै पानी चुहेर भुइँमा आउँथ्यो। सिरुको छाना छाप्ने पनि योग्यता हुँदैन थियो, किनभने त्यो सिरु पाउनको लागि पनि अध्ययन गर्नुपर्थ्यो। अनि अध्ययन गरेर पनि बद्याँ भन्छ, बद्याँ भनेको चाहिँ अर्काले छापिसकेको सिरु फेरि आज बिटा बनाएर ल्याएर छाप्थेँ मैले देख्दाखेरि। त घरको अवस्था चाहिँ त्यस्तो थियो। पानी पर्दा सबै पानी चुनी, जतासुकै भाँडा थाप्नु पर्ने, त्यसले गर्दा सुत्ने जग्गाहरू हुँदैन थियो। त्यस्तै परिवेशमा नयाँ लुगा कहिले लाउन पाइँदैन थियो।
अनि धेरै दुःख साबुन भन्ने देखिँदैन थियो त्यति बेलाको समयमा। तर पढ्दै पढ्दै गयो अनि साइँला छोरा चाहिँ घरको प्रकाश भयो एकदमै। अब सबैलाई बाटो देखाउने साइँला छोराले चाहिँ अब घरमा भविष्यमा कुछ गर्छ भने सबैको आँखा त्यतापट्टि परे। अनि साइँला छोरामा पढ्दै गइसकेपछि अब यो चाहिँ 1988 सालको कुरा हो। साइँला छोरा चाहिँ हेर्दै अब के भयो, एउटा ट्रान्सलेटर अनुवादक सिक्किम सरकारको एउटा अफिसमा अनुवादक हुनुभयो। यति साह्रो विद्वान मान्छे, एकखेप पढेको कुरा कहिले नबिर्सिने, लेख्दाखेरि एकदम छापेको जस्तै लेख्ने, उसको लुगा पट्याउने तरिका, बस्ने तरिका, खाने तरिका, जीवनशैली कसैसँग एकदमै नमिल्ने, एकदमै मान्छे पनि अचम्मको, समय कहिले अलिकति पनि समय खेर जान नदिने, एकदमै काकोबडोहरू पनि छेउमा जान डराउने, एकदमै शिक्षित मान्छे। अनि भारतको आइएएस इक्जाम गर्नको लागि पनि सरकारले खटायो। यो मान्छे साह्रै नै विद्वान छ, आइएएस पढोस् भनेर आइएएस पढ्न जाँदाखेरि भरे भुँडीको बिमारी भएछ। भुँडीको बिमारी भएपछि आज प्रिलिमिनरी इक्जाम पास गरेपछि आज मेन इक्जाममा जान सक्नु भएन, फर्केर आउनुभयो। त्यति बेला ट्रिटमेन्ट कसरी गर्ने, कलकत्ता जस्तो जग्गामा ब्ल्याङ्केट अर्कोले दिएको, लुगा अर्कोले दिएको, जुत्ता अर्कोले दिएको, त्यसरी पढाएर पठाएको, अब सक्नु भएन, त्यहाँ बिमारीको कारण त फर्केर आउनुभयो। अनि अब ट्रान्सलेटरबाट अनुवादकबाट चाहिँ छिटो हेर्दै 7 वर्षको अन्तरालमा म्याजिस्ट्रेट भयो। त हेर्दै अब घर चाहिँ सिरुकै छ, अनि छोरो त म्याजिस्ट्रेट भयो, सेतो गाडी पनि पायो। अब सबै परिवारमा दुःख छ, सबैको आँखा साइँलोमाथि छ। अब साइँलोले त्यति बेलाको समयमा इन्डियामा 2900 मात्रै तलब, म्याजिस्ट्रेटको 2900 मात्रै तलब थियो, 1988 सालको कुरा। अब 2900 तलबमा भान्जा भान्जीलाई पनि हेर्नु पर्यो, बाबुआमालाई पनि हेर्नु पर्यो, भाइ बहिनीलाई पनि पढाउनु पर्यो। आमा पनि महिना मर्दाखेरि जर्किन बोकेर बस्तीदेखि गान्तोक आइपुग्थिन्। यो के को जर्किन, अलिकति मर्तेल लैजाउँ भनेको साइँला, यो के को जर्किन, खाने तेल छैन साइँला, नुन पनि छैन साइँला भन्दै साइँलाकोमा 2900 रुपियाँ पैसाले त्यो साइँलाले म्यानेज गरिदिन्थ्यो, सबैलाई चित्त बुझाउने। अनि उसको आङमा लगाएको लुगा कहिले नफाट्ने, एकदमै जतनशील। क्लास 8मा लेखेको पेन सजाएर राखेको हुन्थ्यो, म्याजिस्ट्रेट हुँदा पनि राखेको। उसको केही सियो सुतारी राख्ने तरिका यति राम्रो। त्यस्तो खालको दुनियाँलाई माया गर्ने, दुनियाँको निम्ति एउटा आशाको एउटा के भइदियो, आज एउटा व्यक्ति भइदियो। परिवार त छोडिदिनुहोस् न, बाहिर संसारको मान्छेले पनि उसलाई हेर्न आउँथे। अनि कतिजना मान्छेले हजुर मलाई भारतको संविधान अनुवाद गरिदिनुहोस् न, एउटा कोसिली त हुन्थ्यो भन्दा 6 महिनामा सर भारतको संविधान अनुवाद गरेर ल मेरो एउटा गिफ्ट भइहाल्यो भनेर दिए। त्यो मान्छे लगेर उसको नाममा छपायो। त्यति साह्रो अब दानी, अर्कामाथि दया राख्ने, गरिब दुखीले आउँदैछ भने अर्थी सल्लाह दिने, त्यो सल्लाह उसले कहिले नबिर्सिने। कसैको टुराटुरी अनाथ छ भने काममा लगाइदिने, कहिल्यै नबिर्सिने। जहाँ गए एउटा साथी बनाइहाल्ने। जस्तै रुष्ट मान्छेले मलाई चिनेपछि एकदमै उसको मायामा फँसिबस्ने, त्यस्तो प्रकारको मान्छे। तर बिहा गर्न कहिले नमान्ने। किन भन्दाखेरि यत्रो जन्जाल परिवार छ, आमा छिन्, बाउ छन्, भाइ बहिनीहरू छन्, बिहाको कुरा छोडिदिए अहिले पछाडि हुन्छ भन्ने। अनि बिहाको आज कसैले प्रस्ताव पनि लिएर छेउमा जान सक्दैन थियो, बिहाको त कुरै गर्दैन थियो। त्यसो गर्दाखेरि एकदमै भद्र मान्छे। अब सबै परिवारको आशाको कारण भयो। मेरो साइँला दाजु विष्णुप्रसाद न्यौपाने भन्ने नाम थियो। अनि 1988 सालमा अब हामी सबैजना दाजुगैमा जान्थ्यौँ। म पनि दाजुसँगै बसेर पढ्थेँ। मैले भर्खर गान्तोक बजार देखेको, बस्तीबाट मलाई गान्तोक बजारमा ल्याए, मैले भात पकाउनु पर्थ्यो। अनि दाजुकोमा पैसा कम्ती भएकोले गर्दा मलाई फेर्ने लुगा पनि किनिदिन सक्नुहुन्न थियो उहाँले। त्यता स्कुल ड्रेस जुन चाहिँ थियो, स्कुल ड्रेस लगाएर स्कुल ड्रेस जानुपर्ने, घरमा आएर स्कुल ड्रेसमै बस्नुपर्ने, बजार जानुपर्दा स्कुल ड्रेसमै जानुपर्ने, जुत्ता पनि हुँदैन थियो। त्यस्तो परिस्थितिबाट थुप्रोजना दाजुभाइ जन्जाल परिवार त्यस्तो थियो। तर 1988 सालमा दुःखको कुरा के भयो भनेदेखि चाहिँ दाजुले सोल्टीले गाडी सिकाइदिनु भन्यो। दाजु पनि सरकारी गाडीमा भर्खर हात बसाएको, अनि सोल्टीले कर लाउँदा दाजुले अर्को गाडीमा सिकाइदिने भएर जानुभयो। भात पकाउँदै गर भनेको थियो मलाई। अनि त्यो दिन चाहिँ दाजुले जहिले आएर लुगा ह्याङ्गरमा झुन्डाउने, चटाक चिटिक पारेर मात्र जाने। त्यो दिन चाहिँ दाजुले लुगा पनि पलङमा फ्याँकेको रहेछ, प्यान्ट पनि यतापट्टि फ्याँकेको रहेछ। अनि पछाडि मैले हेर्दाखेरि डायरीमा पनि लेखेको रहेछ केही कुरा। डायरीमा पनि एकदमै उदास लाग्दो कुरा केही लेखेको छ, निराशजनक कुरा लेखेको छ। अनि त्यति गरेर सोल्टीले लगेर गइसकेपछि त राति अचानक पुलिस मलाई लिन आयो। म्याम साहब हुनुहुन्छ? छैन। घरमा कोही ठुलो मान्छे छैन? छैन। ठुलो सरकारी क्वार्टर छ, अनि म मात्रै छु। कोही छैन? कोही छैन। अन्त लु तिमी एकछिन आज थाना जानुपर्छ, साहबको त दुर्घटना भएछ भन्यो।
अनि मलाई पुलिस थाना लग्यो, त्यहाँबाट हस्पिटल लगेको त 7,000-8,000 जनाको भिड मान्छे त्यो जग्गामा, सबैको आँखामा आँसु, ठुलो मन्त्रीदेखि लिएर गएर सबैको आँखामा आँसु। अनि मलाई त्यो भिडबाट छिराउँदै भित्र लग्यो। अनि भित्र जाँदाखेरि त मैले बिहान पलिस गरिदिएको जुत्ता राखिदिएको रहेछ, मैले बिहान प्रेस गरेको ह्याङ्की राखिदिएको रहेछ, फाउन्टेन पेन पनि त्यहाँ राखिदिएको रहेछ। अनि यसो हेरेको त मेरो दाजु त एकदमै, दाजुको त डेड बडी सुताइराखेको रहेछ, टाउको चेप्टेको रहेछ। अनि टाउकोबाट रगत बगेर तल पलङको खुट्टादेखि पनि मुनि गइरहेको, सबै पुलिस अधिकारीहरू एकदम चकमन्न, मन्त्री महोदयहरू रोइरहेको, को आउँछ? कोही पनि छैन। बस्तीमा छिन् आमा, दाजुभाइहरू सबैजना बस्तीमा छन्, उनीहरूले केही कुरो सुनेको छैन। अनि मेरो त्यो डेड बडीको अगाडि फोटो खिचिदिए। अनि मलाई रुन पनि हरायो त्यति बेला, सपना आयो कि विपना भयो। हाम्रो सबै परिवारको भविष्य चुर भयो, सबै धुलो पिठो भयो। पढ्ने आशा पनि हरायो, च्यादरको छाना लाउने सपना पनि हरायो, अब जाउलो खाने सपना पनि हरायो, अनि राम्रो लुगा लाउने सपना पनि हरायो। भान्जा भान्जी, दाजुभाइ, दिदीबहिनी सबैको सपना चुर भयो। अनि आज त्यो डेड बडी आज फोटो खिचेँ, हेर्दै बाहिरको मान्छे रुँदै घर गए। अनि मलाई डेड हाउसमा लगे, अनि एउटा क्यान्डल सल्काउन लगाए। म त्यति बेला क्लास 11मा पढ्थेँ। अनि क्लास 11मा पढ्थेँ। अनि दाजुले भनेको थियो, क्लास 12मा राम्रो पास गरिस् भने चाहिँ तँलाई चाहिँ म एकदम पढाउँछु, अरूलाई पनि म पढाउँला, तर त कान्छो भाइ होस् एकदम पढाउँला, ठुलो मान्छे बनाउँला भनेको थियो। अनि आज ती सबै सपनाहरू चुर भए। दाजुको डेड बडीको छेउमा फोटो खिचेर डेड हाउसमा क्यान्डल बालिसकेपछि राति 11 बजी 12 बजी राति बस्तीबाट दाजुहरू आइपुगे। अनि आए, मलाई हेर्छन्, कहाँ छ हाम्रो साइलो भनेर भन्छन्। साइलो त डेड हाउसमा राखेको छ। अब म गाउँमा चाहिँ के भएछ, गाउँका मान्छे सारा सिक्किम हल्लियो, उसलाई पढाउने प्रोफेसरहरू रोए, कसैको आँखामा आँसु नभएको छैन, सारा सिक्किममा सन्नाटा छायो, विष्णुप्रसाद न्यौपाने मऱ्यो भनेर। त्यसो गर्दाखेरि के भयो, आज गाउँमा चाहिँ के भएछ, अब भोलि त डेड बडी यहाँ ल्याउँछन्, शव ल्याउँछन्, कसो गरेर अब मिलाउनु पर्ने। गाउँका मान्छेले रातभरि स्कुलको फर्निचर सार्दा रहेछन्, बेन्चहरू सार्दा रहेछन्, टेबलहरू सार्दा रहेछन्। उज्यालो हुँदा त घरको वरिपरि बारीभरि बेन्च नि बेन्च, टेबलै टेबल। आमा बिहानै उठिन, अब के हुन्छ भनेर। आमाले केही चाल पाएको छैन, आमालाई भन्न सकेनन्। हेर्दा 8 बज्यो 9 बज्यो। अनि दाजुको डेड बडी लगेर गए। 1500 जना मान्छे थिए, मन्त्री भारतदारको सबै धेरै ठुल्ठुला मान्छेहरू। अनि रुँदै त्यो डेड बडी लगे, तुलसाको मोठमा राखे। अनि आमाले आएर त्यहाँनिर घुर्लुप्पै परेर आमा लडिन्, आमा बेहोस भइन्। अनि आमालाई मान्छेले एकापट्टि कुनामा लगे। अनि मेरो साइलो छोरो छैन रहेछ भनिन् आमाले। अब आमा त पागल भइहालिन्। त्यसो गरी सबै सन्तान स्तब्ध भयो, सबै कल्पनादेखि बाहिरको घटना घट्यो। त्यसो हुँदाखेरि के भयो, म पनि अब निराश भएँ। खोलामा लगे, डेड बडी जलाएर आए। त्यो डेड बडी जलाउने जग्गामा कहिल्यै नचिनेको, कहिले नदेखेका दिदीबहिनीहरू, दाजुभाइहरू त्यो डेड बडीमा गएर चाहिँ डाको छोडी रुन्थे। यस्तो मान्छे फर्केर कहिले आउँदैन। यहाँ साहबले मलाई काममा लगाइदिएको, यो साहबले मलाई पढाइदिएको, यो साहबले मलाई बाटो देखाइदिएको, यो जस्तो मान्छे कहिल्यै हुँदैन भन्दै रुन्थे। छाती पिट्दै उठेर हामीले कसैलाई पनि चिनेनौँ। त्यो खोलामा डेड बडी जलाउने जग्गामा कसैलाई पनि चिनेनौँ हामीले, कम्ती मान्छेलाई मात्रै चिन्यौँ। अनि आज ठुलो मन्त्री आयो। अन्तमा मन्त्रीले भन्यो, आमै तिमीले छोरा चाहिँ बाघ जस्तो जन्माएको खास, तर तिम्रो कर्ममा थिएन रहेछ, के गर्छौ? संसारमा यस्तो मान्छे कहिले जन्मिँदैन। अब अभाग्यवश मेरो भन्नु केही छैन भनिराखेर मन्त्री पनि फर्केर गयो। सिक्किमको चिफ मिनिस्टर पनि दुःखी भयो एकदमै। यस्तो होनहार व्यक्ति सिक्किमले गुमाउनु पर्यो भनेर घरै उजाड भयो, दिउँसै रात पर्यो। त्यसो भइसकेपछि के भयो, दाजु गइसकेपछि अब हेर्दा 13 दिन बित्यो। अनि पुरेतहरू आए। अनि पुरेतहरूले 13 दिनसम्म काजक्रिया गरे, सबै प्रकारको मन्त्रतन्त्र गरे। जति सक्दो जमिन दान पनि गरौँ, दाजुको निम्ति एउटा सानो जमिन दान गरौँ, सानो भए पनि सुनको आज टुक्रा दान गरौँ, मुक्ति पाओस्, सन्यदान भूमिदान भन्छन् गरिएरी। तर अन्तिम 13 दिनको दिनमा भइसकेपछि मान्छेहरू पात्लिँदै गए। अनि अन्तमा त परिवार मात्रै रह्यो। अनि परिवार मात्रै रहेपछि त त्यहाँबाट पो घाउ बल्झिँदै जाँदो रहेछ है, त्यस्तो हुँदो रहेछ। त्यहाँदेखि आमाले पुरेतपट्टि फर्केर भनिन्, साइला नानी, त्यो पुरेतको नाम चाहिँ अब साइला पण्डित भन्थ्यो, साइला नानी हाम्रो छोरो कहाँ पुग्यो होला अहिले भनेर आमाले सोधिन्। अनि पुरेतले भने, आमै शास्त्रले भन्छ
अनादिनी धनदेव शङ्ख चक्र गदा झर अक्षय पुण्डरीकाक्ष प्रेत मुक्त प्रदव। मुक्ति चाहिँ छैन भनेको छ, प्रेत आत्मामा पितृ भएर बस्नुपर्छ, त्यति मात्रै छ भनेपछि कठैभरि हाम्रो साइँलाले मुक्ति त पाएन रहेछ नि भनिन् आमा रोइन्। अनि प्रेत पनि फर्केर गए, घर सन्नाटा भयो। अनि आमाले चाहिँ जहिले त्यो घरदेखि चाहिँ उकालो 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 बाटो थियो, माथि पुगेपछि बरको रुख थियो। अनि आमाले चाहिँ बेलुका भएपछि आउँछ होला है साइँलो। आमा त पागल भइन्, त्यो सेतो गाडी लिएर आउँथ्यो साइँलो बस्तीमा, कहिले फर्केर आएन साइँलो। त्यहाँदेखि आमाले भनिन् अब मलाई यसै पिर पर्यो उसै पिर पर्यो, अब मलाई तीर्थ व्रत गर्न देऊ, म 1-2 पैसा अब भेला भयो म तीर्थ व्रत गर्न जान्छु भनिन्। अनि आमालाई भिनाजुहरूले तीर्थ व्रत गर्नको लगे, 4 धाम तीर्थ गरेर फर्किन्। 4 धाम तीर्थ गरेर व्रत गर्न जाँदाखेरि चाहिँ आज के भएको रहेछ भनेदेखि चाहिँ एउटा फोटो बोकेको रहेछ, साइँला छोराको फोटो। अनि जुन नदीमा आमाले डुबुल्की मार्छिन् त्यो फोटोलाई पनि सँगै डुबुल्की मारिदिरहेछन्, फेरि उठ्दिरहेछन्। त्यसो गर्दा त्यो छोराको पिरले गर्दा फोटो पनि पुरा पानीले भिजिसकेछ। अनि आमा अन्तमा फर्केर आइन्। फर्केर आइसकेपछि अब आमाको मर्ने बेला भएछ। अनि त्यति बेला आमालाई छोरीको घरमा ल्याइ पुर्यायो, दिदीको घरमा। अनि झट्टै आइज रे कान्छा त, अब म आमासँग मै थिएँ, 8 भाइ दाजुभाइ, 2 जना दिदीबहिनी, सबैभन्दा प्यारो मै थिएँ। झट्टै आइज आमा सारो बहिनी। अनि म कुदेर गएँ। अनि गइसकेपछि आमाले अब म जान्छु, मलाई अस्पताल लैजा भने। अनि अस्पताल ल्याइसकेपछि गान्तोकको एसटिएनएम अस्पतालमा एडमिट गरियो। गरिसकेपछि हेर्दा त आमा सारो हुनुभयो। अनि मलाई अनायासै एउटा प्रश्न सोध्न आयो आमालाई। हात यसो पक्रेँ, आमा शान्ति छ भनेर सोधेको त, छोरा मैले शान्ति पनि पाइनँ, मुक्ति पनि पाइनँ, कालो कालो मिलिट्री पुलिस पो मलाई लिन आयो कान्छा भनेर हुलुक्कै उल्टी गरिन्। अनि आमाले सट्टै प्राणत्याग गरिन्। अब भन्नुहोस् मेरो जीवनमा कति धेरै पहिरो गयो, कति धेरै मेरो पढाइ पनि रोकियो, आमा पनि गइन्, मुक्ति पनि छैन, दाजु पनि बितेर गयो। त्यस प्रकारले मेरो जीवनमा एकको पछाडि अर्को पहिरो गयो। पहिरो गएपछि मेरो मन भाँचियो। अब त्यति बेला मेरो 12 क्लासमा मैले पढेको रिजल्ट आयो। दाजुले भनेको थियो 12 क्लासमा राम्रो रिजल्ट आयो भने चाहिँ तँलाई म एकदम बाहिर उडिसा भन्ने जग्गामा पढाउँछु, बिएड गर्नलाई पढाउँछु भुवनेश्वर भन्ने जग्गामा। 12 क्लासको रिजल्ट त दामी आयो, तर हातमा रिजल्ट बोकेँ, 1 पैसा पनि छैन। दाजु बितेर गइहाल्यो। सरकारी क्वार्टरबाट खाली गर्न लगायो। सरकारी क्वार्टर खाली गर्दा किताबको थाक पल्टाउँदै गएँ। किताबको थाक पल्टाउँदै जाँदाखेरि एउटा किताब त टालेर राखेको रहेछ। त्यो किताब चाहिँ भाइ भक्त सिंहको गवाई रहेछ। कसले च्यातेर फ्याँकेको टिपेको रहेछ। उसले बुद्धिजीवी मान्छे थियो। त पढेर अब ग्रहण गरे कि गरेन मलाई थाहा छैन, तर मलाई जहाँसम्म थाहा छ अब मुक्तिको बारेमा कसैले सिकाइदिएन। सिकाएको भए त सायद मेरो दाजुले पक्कै ग्रहण गर्ने हो। मेरो दाजु सच्चाइमा चाहिँ हार्ने खालको व्यक्ति थियो, जबस्ती नगर्ने। अनि आज भाइ भक्त सिंहको गवाई टालेर प्लास्टिकले राखेको रहेछ। अनि त्यही मात्रै भेटाएँ। त्यहाँदेखि त्यो हाँडाभाँडा सबै बोकेर ट्रकमा हालेर बस्ती गयौँ। हाम्रो सहर बजारबाट नाम मेटियो, बस्ती गयौँ। आमा पनि मरिगइन्, अब बिति गएछ, कोही छैन, उजाड घर। त्यहाँदेखि अब म फेरि के गरेँ, अब काम खोज्नलाई सहर बजारतिर लाग्नु पऱ्यो नि त। 12 क्लास पढेँ। साथीहरूले त दामी दामी युनिभर्सिटीमा जाने मौका पाए। मेरो पनि सरकारबाट चिठी आयो, जान्छस् महिनामा 800 रुपियाँ चाहिँ घरबाट पठाउनुपर्छ। 800 त के 8 रुपियाँ पनि छैन, कसले पठाइदिने। अर्को दाजुको आफ्नै समस्या, अर्को दाजुको आफ्नै समस्या, जेठ दाजु छुटेको, माल दाजु छुटेको, भान्जा भान्जी सबै गरिब त्यस्तै परिस्थिति। 800 रुपियाँ महिनामा पठाइदिने मान्छे नहुँदा मैले उडिसा भन्ने जग्गामा भुवनेश्वरमा बिएड गर्न पाइनँ। सायद त्यो गरेको म एउटा ठुलो उच्च अधिकारी भएर बस्थेँ सिक्किम सरकारमा, किनभने म त्यो प्रकारले पढेर गएको भए माथि पुग्थेँ। अनि मेरा साथीहरू ठुल्ठुला भए, अहिले ठुल्ठुलो आज पोस्ट पोजिसनमा हुँदो रहेछन्। अनि आज त्यो भइसकेपछि अब के भयो, सरकारी काम खोज्न हिँडेँ। सरकारी काम पाइँदैन। 70-75 हजार बाँकी लाग्यो। बाँकी तिर्नको लागि काठको व्यापार पनि गर्न थालेँ। अब सुन्नुहोस्, दुःख पाएपछि त्यस्तो हुँदो रहेछ। सरकारी क्वार्टरमा बस्ने, साथीको घरतिर बस्दै नपऱ्यो। अब त्यहाँदेखि किरायको घरमा बस्नु पऱ्यो। अनि काठको सरदार, काठको व्यापार गर्दै 70-80 हजार बाँकी तिरेँ। बाँकी तिरिसकेपछि त्यहाँदेखि अब क्लास 12 देखि उँभो पढौँ छैन। त्यहाँदेखि अन्त के गरेँ, एउटा सानो सरकारी अफिसमा मलाई सानो एउटा नोकरी दिने भयो। त्यो पनि अस्थायी, स्थायी पनि होइन। त्यहाँ त्यो जग्गामा झुन्डिसकेपछि त्यति बेला चाहिँ मौका राम्रो थियो। बिहान बेलुका इभिनिङ मर्निङ कलेज पढ्न पाउँथेँ।
अनि बिहान बेलुका कलेज जोइन गरेँ। कलेज पढ्दै पढ्दै कलेज पनि पास गरेँ। त्यहाँदेखि कलेज पास गरिसकेपछि अब बिहा गर्ने बेला भयो। अब कलेज किन पढेको भन्दा म पनि दाजु जस्तो हुन्छु कि, म पनि त्यो बितेको फर्केर पहिला गएको गुमाएको भविष्य ल्याउन सक्छु कि भनेर पढिहेरेको। कलेज पास गरेँ, भएन। त्यहाँबाट विवाह गर्ने समय भयो। अनि अब न बाउ न आमा न दाजुभाइ न सिकाइदिने के छ, अनि आफ्नै खुसीले बिहा गरेँ। अब बिहा गरिसकेपछि मेरो श्रीमती परिन् सहरकी, म परेँ गाउँको मान्छे। त्यो पनि 17 चोट लागेर आएको मान्छे। त्यो सिरुको झुब्रोमा हुर्किएको, अनि त्यो प्रकारले कति खाली खुट्टे हिँडेको, राम्रो लुगा लाउन नपाएको, मुक्तिको त कुरै नभनौँ। अब त्यो चिप्टिँदै 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 आएको, दाजु मरेको, आमा मरेको, त्यो प्रकारको एउटा निराशपूर्ण ब्याकग्राउन्ड, एउटा पृष्ठभूमि लिएर म आएँ। उनी परिन् सहर कि म परेँ गाउँको। अब बिहा भयो। बिहा भएपछि मलाई त जहिले त्यो पुरानो कुराले एकदम निराश बनाउँछ। खाना पनि मन पर्दैन, पाठपूजा गर्न पनि मन पर्दैन। भित्र पहिरो गइसकेपछि त बाहिर पाठपूजा गरेर पनि हुँदैन रहेछ, भित्रै ठुलो पहिरो गइहाल्यो। अनि त्यहाँदेखि आज उनको र मेरो जीवनशैली मिलेन। त्यहाँदेखि अब नमिल्दा उनले सहरको विचारले दुःख छैन, उनले दुःख जानेको छैन, सहरी प्रकारले सोच्छिन्। मलाई त्यो मन पर्दैन। त्यसो गर्दा हामीहरूको बिचमा फेरि के भयो, राम्रो मेलमिलाप भएन। अलिक झगडा लडाइँ डिस्कस डिबेट भइबस्ने। अनि त्यसो हुँदा अन्त पछाडि मैले अलिअलि अब त्यसलाई दबाउनको लागि, पिरलाई दबाउनको लागि अलिअलि यस्तो पनि खाना सिकेँ। अब बाध्यता भइहाल्दो रहेछ नि मान्छेलाई। अनि खाना सिकेपछि अलिकति मेरो डोज बढ्दै गयो। पहिला त 2 प्याक जस्तो खाँदा तितो हुन्थ्यो, त्यहाँबाट 4 प्याकसम्म हुँदै त पछाडि त 1 बोतल रक्सी, 16 प्याक रम, 15 बोतल बियर खान सक्ने भएँ। अब यसै त बिग्रियो, के गर्नु अब। बिग्रेको मान्छेको डाँडामा घर, हावा आउँदा के को डर भने जस्तै भयो। त्यहाँदेखि त बिग्रेँ। अब बेलुका फर्केर आउँछु, मातेको मान्छे म, सानो सरकारी नोकरी त गर्छु, बुढाबुढी मेलमिलाप छैन, सानो छोरो छ। अनि छोरालाई चाहिँ टिकट नकाटिकन हामीहरूको त्यो च्यारिटी सो हेर्छ अब उसले चाहिँ। किनभने अब बाउ मसिनो नानीले मसिनो नानीको अगाडि आमाले जसो गर्यो त्यस्तै देखेको हुँदो रहेछ, रेकर्ड हुँदो रहेछ। याद गर्नुहोस् है त्यो चाहिँ। अनि आज के भयो, लडाइँ झगडा अशान्ति पिर, पाठपूजा पनि छैन, केही पनि छैन, के गर्नु। अनि हाम्रो त्यो मेलमिलाप नभएको देखेर, निराश भएको देखेर चाहिँ बस्तीमा हुने काइँला दाजुले चाहिँ याद गरिरहेको छ। कान्छो भाइ बुहारी पढेको यही कान्छो भाइ हो, गान्तोक जाँदा यसो बाटो देखाउन सक्ने यही नै हो। अब बुहारी पनि पढेकी हो। तर यिनीहरूको एकदम तालमेल भएन, निराश भयो। एक दिन चाहिँ गएर केही भन्नु पऱ्यो भने उसको विचार रहेछ। ऊ त क्रिस्चियन पनि होइन। अनि एक दिन आयो, अनि आउँदाखेरि यसो हेऱ्यो, उसले 1 घन्टा आधी घन्टा विचार गरेछ हाम्रो घरमा। विचार गर्दाखेरि एउटा कुरा भनिराख्यो, कान्छा क्रिस्चियन भयो भने शान्ति हुन्छ अरे हो, मैले सुनेको। अनि बरु तँरा बुहारी क्रिस्चियन हुनु नि भन्यो। अनि चर्च पनि बताउँछ बता, ऊ चाहिँ क्रिस्चियनै होइन फेरि। अनि यसो भन्छ, यो चानबारीमा एउटा एल्सदाई भन्ने क्रिस्चियन हुन्छ अरे कि, राम्रो हुन्छ अरे त्यो चाहिँ, कट्टर पनि हुन्छ अरे, त्यता जाइराख्न ल म हिँडेको ल कान्छा भने। ऊ त फर्क्यो बस्तीतिर। त्यति कुराले मलाई पक्रे, शान्ति हुन्छ अरे क्रिस्चियन भयो भने भन्यो। अनि मैले यस्तो मनमा नै विचार गरेँ। तर त्यति बेला चाहिँ मेरो घरमा एउटा जन्तरे दाजु बस्थे। फेरि जन्तरे दाजु चाहिँ एकदमै बिमारी लुते, मसँगै बस्ने। अब कान्छो भाइले यसो ल्याएर दियो भने खाने, यसो लाउन दियो भने लाउने। त त्यो जन्तरे दाजु चाहिँ त्यहाँ बस्थ्यो। तर पहिला चाहिँ आइतबारै आइसकेपछि मन भुलाउनको लागि हामीले के गर्थ्यौँ, आज आइतबार चाहिँ हामी अलिक मिठो मसिनो खानुपर्छ भनेर ल्याएर खान्थ्यौँ। तर हुँदै 8-10 आइतबार त झन् 6 महिना 10 महिना जस्तो त मिठो मसिनो खाएर बस्यो। त्यहाँबाट त जन्तरे त हराउँछ आइतबार आएपछि। के भयो, ल्याउँछु म राम्रै प्रकारको लोकल कुखुरा खाउँ आज भन्यो। जन्तरे त होइन, मेरो एउटा काम छ, जान्छु भन्छ। फेरि अर्को आइतबार फेरि फकाइहेर्छु, जाइहाल्छ। बेलुका मात्रै आइपुग्छ, केही लिएर पनि आउँदैन, केही बोकेर लगेको पनि देखिँदैन। भरे त जन्तरे त कहिले थाकेर जन्तरे त चर्च जान थालिसकेको छ। हेर्नुहोस् अब जन्तरेले घरमा भन्यो भनेदेखि कान्छो रिसाउँछ भने भनिसक्नु छैन। कान्छाले घरबाट निस्केर जन्तरे कहाँ जाने। त्यति बेला चाहिँ ऊ त सुरु चानबारी चर्च जाँदो रहेछ। अनि चानबारी चर्च जाँदै आउँदै गर्दैछ, बाइबल पनि ढाडमा लुकाएर लाँदो रहेछ, ढाडमै लुकाएर लिएर आउँदो रहेछ। अब म क्रिस्चियन भएँ कान्छा भन्यो भनेदेखि त उसको त खाने टुङ्गो बस्ने टुङ्गो छैन, मैले निकालिदिएँ कहाँ जान्छ, मेरो डरले बस्दो रहेछ। अनि त्यसो गर्दाखेरि
अनि अब एक दिन समय बित्दै गयो अनि अचानक 1996 सालमा चाहिँ ग्याङटकमा एउटा एपिडेमिक जन्डिस फैल्यो। अनि त्यो जन्डिस फैलिँदाखेरि चाहिँ मलाई पनि त्यो जन्डिसले भेटायो। अनि सबै सहर बजारै जन्डिस भयो, सबैजना जाति भए। 2 महिना भयो जाति भए, 3 महिना भयो सबैजना ड्युटी जोइन गरे। म चाहिँ 3 महिना भइसक्यो जाति भइनँ। जाति नहुँदा त अन्त मिसेस नर्स भएको कारणले त हस्पिटल लगिन्। हस्पिटल लगेर डेली प्रकारले ब्लड टेस्ट गर्दै ल्याउँदै थियौँ। सिरम बिलेरियम भन्छ, त्यो ब्लडमा कति जन्डिस छ हेर्न लाउँथ्यो, तर घट्दैन। अनि लास्टमा चाहिँ किन घट्दैन त भन्दाखेरि आज हेपाटाइटिस बी भन्ने एउटा जन्डिस हुन्छ, त्यो जन्डिस चेक गर्नुपर्छ भन्यो। अनि ब्लड लगेर गए, भरे त हेपाटाइटिस बी त एकदम पोजिटिभ, यो मान्छेको त हेपाटाइटिस बी रहेछ। 1996 सालमा हेपाटाइटिस बीको ट्रिटमेन्ट हुँदैन थियो फेरि, एकदमै रेयर ट्रिटमेन्टै हुँदैन थियो। अनि आज त्यो भइसकेपछि त मिसेस त उदास भइन्। ला अब रातो मार्करले दाग लगाइदियो, पोजिटिभ भनेर रिपोर्ट पनि लिन जान दिएन। अनि रिपोर्ट पनि अरूलाई नदिँदाखेरि मिसेसलाई बिमारी पनि लिएर आउनु भनेछ। अनि बिमारी पनि लगेर पुर्याइसकेपछि डाक्टर हमाल भन्ने एउटा डाक्टर थियो, डाक्टर हमालको अगाडि मलाई राखिसकेर यसो भन्छ, डाक्टर पनि अब कुन चाहिँ युनिभर्सिटी पढेको पनि अहिले त त्यो बितेर गयो। यसो भन्छ, भाइ तपाईँ एउटा शिक्षित मान्छे हुनुहुन्छ, तपाईँलाई म केही लुकाउँदिनँ, साफ भनिहाल्छु। तपाईँ बस्तीमा पनि बस्नु भएको होला, मृगलाई गोली लाग्यो भने के हुन्छ भनेर सोध्यो मलाई। डाक्टरले त्यस्तो भाषामा मैले बोल्नु हुँदैन रहेछ। अब खास गरी अहिले हेर, मृगलाई गोली लाग्यो भने के हुन्छ भने मलाई पनि थाहा थियो, बताइदिइहालेँ। खल्च्याङ गर्दै गएर ओडारमा गएर मर्छ भन्दै मेरो पालो। एक्ज्याक्टली त्यस्तै हो भाइ भन्छ। यो हेपाटाइटिस बीको चाहिँ ट्रिटमेन्ट छैन, लिभर सिरोसिस हुन्छ, ट्रिटमेन्ट पनि निस्केको छैन। अब तपाईँको डाइटेरी रेस्ट्रिक्सन्स केहीहरू हुनसक्छ, तर 6 महिना वर्ष दिनमा लिभर सिरोसिस हुन्छ, ढिलो छिटो त मर्नै पर्ने हो भाइ भन्छ। अब भनेपछि त अब हेर्नुहोस्, पहिला मेरो पृष्ठभूमि हेर्दै ल्याउनुहोस्, निराश हुँदै आउँदैछ। अनि काइँलाले पनि भनिराखेर गएको छ चर्च गयो भने चाहिँ शान्ति हुन्छ भनेर। अनि यहाँ ब्लड टेस्ट पनि हेपाटाइटिस बी आयो, अनि मृगलाई गोली लाग्यो भन्दैछ त्यो। अनि मैले एन्सर पनि म आफै भन्ने, फेरि खल्च्याङ गर्दै ओडारमा जान्छ र मर्छ भन्ने मैले। अनि एक्ज्याक्टली त्यस्तै हो भाइ भनेपछि त कुरा त मिल्यो अब दुईजनाको। त्यहाँदेखि अन्त मिसेस त रुन थालिन्। अब मेरो बुढा नानीहरू सानो एउटा छोरा मात्रै छ, नबाँच्ने रहेछ। अब के भयो, ठुलो डक्टरकोमा जाउँ न त कन्सल्ट गर्नको लागि। डाक्टर भण्डारी हार्ट स्पेसलिस्ट हो, इन्डियाको 10 नम्बरको डाक्टर। अनि उसकोमा पुर्याएँ। उसले पनि यसो रिपोर्ट हेऱ्यो, आई एम सो सरी, तपाईँ एउटा शिक्षित व्यक्ति हुनुहुन्छ, तपाईँको बिमार चाहिँ गम्भीर हो, ट्रिटमेन्ट छैन, अहिलेसम्म निस्केको छैन। अहिलेसम्म हेपाटाइटिस बी भएको प्राय कोही पनि त्यस्तो रिपोर्ट राम्रो भएको अहिलेसम्म आएको छैन। लिभर सिरोसिस हुन्छ, लिभर पहिरो जाँदै मरिहाल्छ मान्छे भन्यो। अनि त्यति भनिसकेपछि यति हो, म तपाईँलाई एम्समा रेफर चाहिँ गरिदिन्छु। एकखेप तपाईँले यो बायोप्सी गर्नुहोस्, अनि तपाईँलाई एम्सको डक्टरले केही डाइटेरी रेस्ट्रिक्सन्सहरू दिनसक्छ। 6 महिना छ भने त्यही बढेर 1 वर्ष 1.5 वर्षसम्म जानु पनि सक्छ। डाइट राम्रो खायो भनेपछि त अब मर्ने रहेछ भने निश्चित भयो। निश्चित भइसकेपछि अनि बेलुका त्यो रिपोर्ट लिएर बुढी म आइसकेपछि बुढी पनि सुख गरेर नथालिन्। अनि बुहारी के भयो भने सोद्धाखेरि कौशलको बाबालाई त यस्तो भयो अनि भनेर त्यहाँबाट रुन सकिनन्। रुन नसकेपछि अन्त त्यति बेला त्यो छेउमा बस्ने दाजु जुन चाहिँ थियो जन्त अरे, उसले चाहिँ टोपी टक्कै निकाल्यो। टोपी निकालेर यसो भन्छ, हे प्रभु मेरो भाइ पनि, प्रभु भन्छ उसले त, हे प्रभु मेरो भाइ पनि मऱ्यो भने अब म कहाँ जानु भनेर रोयो। अनि त्यहाँदेखि चाहिँ त्यति बेला चाहिँ मलाई उसले एउटा कुरा भन्यो फर्केर, तँ त एउटा पढेको मान्छे होस्, यो मैले तँलाई अहिलेसम्म नभनेको, यो चानबारीमा एउटा चर्च छ, अनि एउटा चाहिँ कुरा मलाई थाहा छ, सबै मान्छेबाट असम्भव हो भने प्रभुमा चाहिँ सम्भव हुन्छ भन्ने एउटा बाइबलमा पद रहेछ भनेर मर्कसको किताब 10 अध्यायको 27 पद पढेर सुनायो उसले। बाइबल निकालेर हेर्नुहोस् है, मर्कसको किताब 10 को 27 पद पढ्नुहोस् त। तिनीहरूलाई हेर्दै भन्नुभयो, मानिसहरूका निम्ति असम्भव छैन। यति बिचरा उसले मलाई यति चाहिँ भने आँट गरेर टोपी फुकाले, किन भाइ नै मर्दैछ, अब टोपी फुकाल्नमै पुग्यो। टोपी फुकालेर हे प्रभु मेरो भाइ पनि मऱ्यो भने म ऊ पनि रुन थाल्यो। तर कमसेकम यो मर्कसको किताब 10 अध्यायको 27 पद सुनायो उसले। अनि सुनाइसकेपछि मलाई भित्रबाट के भयो भनेदेखि त्यति बेला यस्तो खालको आत्मा बल आयो मलाई। यसो भने भित्रबाट, उसो भने म प्रभुलाई विश्वास गर्छु भने
अनि छक्कै परे हेऱ्यो, पक्का भन्छ। अब भाइ मर्दैछ, ऊ पनि कस्तो खालको दोधारमा पर्यो, या बाँच्छ या मर्छ के ठेगान, फेरि क्रिस्चियन हुन्छु भन्दैछ। तत्काल क्रिस्चियन हुन्छु भने मैले, अनि त्यसरी बाँच्छ र आस्था छ भने म विश्वास गर्छु भने। अनि कहिले? भोलितिर भने उसले, होइन अहिले म हुन्छु। अब बिचरा उसलाई पनि एबिसिडी के थाहा छैन। उसको पाला अब चर्चको एल्डर लिन कुद्यो। एमजी लिङदङ भन्ने मान्छे चाहिँ चर्चको एल्डर हुनुहुँदो रहेछ। अनि प्रभु मलाई प्रार्थना पनि गरेँ त्यहाँनिर। अब उसले बिचरा त्यो प्रार्थना गर्दो रहेछ। अब क्रिस्चियनले चाहिँ, अब मैले अलिक बुझ्दा चाहिँ, अनि प्रार्थना गरेर त राति 7:30 निस्क्यो। निस्केर गएको त्यो नाम भन्ने जग्गामा बस्थेँ म। त्यहाँबाट ओह्रालै झरेर देउराली भन्ने जग्गामा गएछ। त्यहाँ गएर एमजी अङ्कललाई क्वार्टरमा खोजेछ। एमजी अङ्कल त्यहाँबाट सरिसक्नु भएको रहेछ। त्यहाँबाट बाटोमा आएर फेरि उभिएछ, प्रभु अब मेरो भाइ मर्दैछ, ग्रहण गर्छु भन्दैछ। कहाँ छ होला एमजी अङ्कल भन्दा एउटा स्कुटर छेउबाट पास भएर गयो अरे। अनि स्कुटरमा चाहिँ कालेब सुब्बा भन्ने मान्छे जाँदै थियो अरे। हेमदान भाइ कहाँ गएको भनेर सोधेछ। नाम पनि उसको त हेमदान भइसकेको छ, पुरानै विश्वासी रहेछ ऊ त, मेरो जन्तरे दाजु। अन्त म त एमजी अङ्कललाई खोजेको भने, एमजी अङ्कल त यो जग्गामा सर्नु भएको छ राति। प्रभुको योजना त्यस्तो हुन्छ। अनि राति एउटा प्यान्टमा इस्त्री नलागेको मान्छे, स्वेटर भुस्लुङमै परेको मान्छे, कपाल पनि राम्रो नकरेको भिक्टर सुब्बा जस्तै मान्छे आइपुग्यो मेरो घरमा। अनि आउँदा चाहिँ त्यो मान्छे आउनुभन्दा अगाडि मैले हृदयमा तय गरिसकेको थिएँ, कुन चाहिँ मान्छे आउँछ त्यसलाई चाहिँ म मेरो हृदयको व्यथा सब पोखाउँछु। मेरो व्यथा त जन्मेको दिनदेखिको व्यथा छ, सबै पोखाउँछु। अनि मान्छे फुस्लुक्कै भित्र पस्यो। नानी भनेर सोध्यो। अब बाबामा नभएको मान्छेलाई नानी भन्दा साह्रै प्यारो हुँदो रहेछ फेरि। अनि एउटा घरमा एउटा ठुलो मान्छे आइपुग्यो घरमा। अब प्रभुको दास आएको रहेछ। उसँग त प्रभु स्वयं आउनु भएको रहेछ। उसँग कति स्वर्गदूतहरू आएका थिए होला। अहिले विचार गर्दाखेरि स्वर्गबाट आएको मान्छे रहेछ ऊ त। नानी के भयो भन्यो। अनि यसो किताबहरू हेरेँ भित्ताभरि, किताबै किताब। त्यति बेला चाहिँ मैले क्लास 12 सकेर कलेज सकेर कानुन पनि पढिसकेको थिएँ। अनि एडभोकेट हुने बेला भइसकेको थियो। अनि साथीहरूसँग यसो प्र्याक्टिस पनि गर्दै थिएँ। भित्ताभरि कानुनको किताब, शास्त्रको किताब देख्यो। उसले त यसो हेर्ने बित्तिकै यो मान्छे शिक्षित रहेछ, चाल पायो, क्वालिफाइड रहेछ, चाल पायो। उसले यो पनि चाल पाएछ, यो मान्छे एउटा मण्डलीको निम्ति सम्पत्ति हुनसक्छ, त्यो पनि चाल पाएछ। पारदर्शी आँखा। अनि भित्र पस्यो। अनि त्यति बेला चाहिँ मलाई हेर्नको लागि फेरि बिमारी हेर्न मान्छे आएको छन् सिटिङ रुममा। मेरो आफ्नै साडु दाजु एमएलए ठुलो मन्त्री ऊ पनि आएको छ। अफिसका बाबुनीहरू आएका छन्, सरहरू आएका छन्। सिटिङ रुममा ड्याममै बसेको छन्। ठुलो सिटिङ रुम छ। अनि सासुआमा पनि त्यहाँ आइपुगिन्। अहिले सिरियस हुनुहुन्छ। एउटा ठुलो मन्दिर बनाएर ल्याइन् सासुआमाले चाहिँ त्यहाँनिर। ज्वाइँहरूले अलिक पाठपूजा नगरेर पनि हो भनेर कान्छाले त्यो भारी बोक्ने दाइले ठ्याक्कै मन्दिर पनि बिसाए। सबैजनाको त्यहाँनिर सङ्गम भयो। अनि एमजी अङ्कल पनि आइपुग्नु भयो। अब सबजनाले मलाई हेर्दैछन्। अब एमजी अङ्कललाई दुनियाँले चिन्दा रहेछन्, त्यो मन्त्रीदेखि चिन्दा रहेछ। यो चाहिँ लालबजारमा उफ्री कराउने पास्टर हो भनेर चिन्दा रहेछन्। अनि त्यो मान्छे पनि त्यहाँ आइपुग्यो। अब त्यसमा सबैले मलाई हेर्न थाल्यो। अब के हो यो दृश्य चाहिँ के हो? यो मान्छे मर्दैछ, नानी सानो छ, सासुआमाले मन्दिर ल्याएर राखिन्, बुढी पनि रुँदैछ, चर्चको पास्टर पनि आइपुग्यो त्यहाँ। उनीहरूले त पास्टर भन्छ नि त। अनि एमजी अङ्कलले स्ट्रेट फरवर्ड मत्तीको किताब 6 अध्याय पल्टाउनु भयो। अहिले पल्टाउनु पर्दैन, यसो भन्नुभयो, नानी फिक्री गर्नु पर्दैन, आकाशका चराचुरुङ्गीलाई हेर भनेको छ। उनीहरूले न काट्छन् न भकारी बनाउँछन्, उहाँले पुर्याउनुहुन्छ। जमिनका फुलहरूलाई हेर, लिली फुललाई उहाँले त्यस्तो। त्यति बेला त्यो वचन कहाँ मिल्छ र? तर त्यसो भन्ने बित्तिकै मलाई हृदयमा विश्वास आयो। आकाशका चराचुरुङ्गीलाई पाल्ने, जङ्गलको लिली फुललाई सजाउने फिक्री नगर ल, प्रभुले सब सहायता गर्नुहुन्छ। पापले गर्दा त्यस्तो हुन्छ भन्नुभयो। अनि हामीलाई प्रार्थना गरिदिनु भयो। ग्रहण गराएको रहेछ अहिले विचार गर्दा। अनि जब मैले ग्रहण पनि गरिसकेँ, केही भनेर प्रार्थना गरेँ। मलाई त खालि त्यो बिमार जाति हुनुसँग मात्रै मतलब थियो। मलाई त्यो मुक्ति के हो, पापको क्षमा के हो, पाप के हो, केही बुझिनँ सुरुमा त। मलाई खालि मेरो पीरको भारी चाहिँ कसले लगिदिन्छ, कसले मलाई बचाउँछ मात्रै थियो। अनि त्यो मेरो बिमारी चाहिँ फेरि न्यू मात्रै रहेछ, एउटा मुक्ति पाउनलाई, प्रभु यीशु मसीहलाई चिन्नको लागि। अनि त्यति गरिराखेर प्रार्थना गरेर उहाँ जानुभयो। अनि उहाँ गइसकेपछि त्यहाँदेखि अब के भयो, सबै उठेर हेरेको त त्यो मेरो आफन्त मान्छेहरू त सबै गइसकेछन्। सबैले ओठले प्र्याएछन्, यो मान्छे क्रिस्चियन भएकै रहेछ। त्यो पनि जुनसुकै चर्च होइन, एल्सादाईमै गएको रहेछ, यो टिभी नहेर्नेमा पनि गएको रहेछ भने कतिजनाले। अनि हिँड्ने बेलामा यसो भने अरे, अब क्रिस्चियन त भइहालेछौ, अलिक त्यो टिभी हेर्नेपट्टि गएको भए हुन्थ्यो नि पनि भनिराखेर गएछ। अब घाउमाथि घाउ छ, तीमाथि त्यसो पनि भनिदिराखेर गए। त्यसो सबै अब उदास, हामीसँग नबोल्ने भयो। अब पल्लो घरकोले पनि चाल पायो क्रिस्चियन भयो भनेर।
अनि फेरि एकदमै घातक बिमार लागेको छ भनेर केटाकेटी पनि आउन दिँदैन, दैलो पनि गडाममै बन्द गर्छ। त्यस्तो त्यहाँबाट एमजी अङ्कलले आज त्यसो भनेपछि अब के भयो, अनि म चर्च जान थालेँ। अनि चर्च जान थालिसकेपछि आज गयो भोलि गयो, त्यो बिमार जाति हुँदैन। चर्च जाँदै गर्दाखेरि दिल्ली जानुभन्दा अगाडि कसले कटेज मिटिङ राख्ने भनेर सोधेँ। अनि कटेज मिटिङ भनेको के हो मलाई थाहा थिएन, म राख्छु भन्ने। त्यसै सबजनाले हेरे, अरे यो मान्छेले ग्रहण गरेर बिमार भएर मर्दैछ, यसले कटेज मिटिङ राख्छु भन्छ, के हो, छक्कै पऱ्यो। साँच्चै नै हाम्रोमा कटेज मिटिङ हुने भयो। साँझ परिसकेपछि अब मलाई चाहिँ कटेज मिटिङमा के गर्नुपर्छ थाहा थिएन। दाजुको छोरी आइन्, अनि काका के बनाउनु, कतिजना मान्छे आउँछन्। अब पहिलाकै जस्तो पुरी बना आलु बना, पहिला पाठपूजा लाउँदा खालि आलु पुरी मात्रै हुन्छ नि त। अनि आलु पुरी पोलेकै छ। अनि शैतानले पनि पुरा काम गर्दछ। नानी सानो थियो, अब 5 बजेपछि त नानी त एकदम साह्रो भइगयो, निराश बनाउनु रहेछ नि त हामीलाई। अब म चाहिँ त्यस्तो बिमारीले अब दिल्ली जानेवाला छु, नानी समाउन पनि पाइँदैन, नानी सिरियस भयो। अनि आलु पुरी पोल्दै मात्रै छन्, नानी त सिरियस भइहाल्यो। अब नानीको पाला, हाम्रो पाला, आमाबाउको पाला, छिटो नानीलाई लुगा लगाएर चाहिँ अब डक्टरकोमा लैजाउँ, नानी त बेहोस भइगयो। अनि एमजी अङ्कल टक्रक्कै आइपुग्नु भयो। अनि आइपुगेपछि के भयो, नानी यस्तो भयो। नानी ल्याऊ काखमा, नानी ट्याक्कै काखमा लिनुभयो, प्रार्थना गर्नुभयो। यो नानी खेल्छ, नानी त उठेर खेल्न थाल्यो। त्यहाँबाट मजा आयो। अब त्यहाँदेखि त अब अरे यो कस्तो खालको बुढो रहेछ, यसले त चट प्रार्थना गर्ने बित्तिकै जाति हुँदो रहेछ। नानी त ओर र पर कुद्न थाल्यो। त्यहाँदेखि अब कटेज मिटिङमा अर्को मान्छे गिटार बोकेर आयो, कहिले नदेखेको अर्को मान्छे पनि के बोकेर आउँछ, जय मसी भन्दै घर त ड्याम्मै भरिसकेपछि अब म चाहिँ त्यस्तो बिमारी छु। त्यहाँदेखि त सबैभन्दा पहिलो क्लेमेन्ट भुटिया भन्ने मान्छे हुनुहुन्थ्यो, क्लेमेन्ट भुटिया। उहाँले प्रार्थना गर्नुभयो, यो हाम्रो भाइलाई चाहिँ तपाईँले जाति बनाउनुहोस्, मण्डलीको निम्ति एउटा राम्रो मान्छे बनाउनुहोस्, हामी प्रार्थना गर्छौँ भन्दै आँसुसहित प्रार्थना गऱ्यो। अनि पहिलो गीत गाएँ मेरो घरमा म जन्मेर ठुलो भएर मैले फर्स्ट टाइम क्रिस्चियन गीत सुनेको। धन्य हो त्यो मानिस जसलाई प्रभु तिमी छान्दछौ। अस्ति यहाँ गाउनु हुँदै थियो, मलाई एकदम भक्कानो फुटेर आयो। त्यो गीत म कहिल्यै बिर्सिदिनँ। धन्य हो त्यो मानिस जसलाई प्रभु तिमी छान्दछौ। यस्तो खालको मेरो घर शान्तिले भरियो त्यो गीत गाउँदा। त्यति गीत गाइसकेपछि एमजी अङ्कल चाहिँ यस्तो खालको ज्ञानी मान्छे रहेछ, यो मान्छे शिक्षित मान्छे हो, यसलाई केही पढ्ने कुरा दिनुपर्छ भनेर। अनि उहाँले मलाई अनुपम प्रतिभा, अनि त्यो हिमाल चाहिँ अचल सत्य यो अपार, अनि ब्रदर भक्सिङको गवाही दिनुभयो। यसो भन्नुभयो हिँड्ने बेलामा, नानी अब तपाईँ दिल्ली जानु हुँदैछ, तपाईँको लागि हामी प्रार्थना गर्छौँ। तपाईँले यो हिमाल चाहिँ अचल सत्य यो अपार पहिला पढ्नु, अनुपम प्रतिभा 2 नम्बरमा पढ्नु, त्यहाँबाट यो ब्रदर भक्सिङको गवाही 3 नम्बरमा पढ्नु ल भनेर अँगालो मारिराखेर जानुभयो। अनि उहाँले मलाई त्यति दिएको, मेरो पाला त्यो त के भन्छ अहिलेको पपकर्न खाएको जस्तो खाइदिएँ। फटफट पढी एकैछिनमा अनुपम प्रतिभा सकिहालेँ, हिमाल चाहिँ अचल रातभरिमा सकिहालेँ। उज्यालो हुने बेलामा त एउटा किताब मात्रै रह्यो, अब ब्रदर भक्सिङको किताब। त ब्रदर भक्सिङको किताब पढ्दै गएपछि त शैतानले मलाई यसो भन्यो, क्रिस्चियन भनेको त यस्तो पो त, हेर त जस्तो प्रार्थना गरे त्यस्तै हुन्छ, हेर त। उहाँको नेजल क्याथरेक्ट भन्छ, त्यो नाकमा उहाँको साइनसको समस्या थियो। प्रार्थना गर्ने बित्तिकै जाति भयो, उहाँले प्रार्थना गर्ने बित्तिकै फरेनको कम्बल आयो। विश्वासी भने त यस्तो हो त, तँ त कहाँ होस् त विश्वासी, तँ जाति हुँदैन साब। प्रभु चाहिँ उहाँ नै हो, हृदयभित्र भन्छ प्रभु चाहिँ उहाँ नै हो, तर तँ त जाति हो, तेरो विश्वास छैन भन्छ। अनि त्यो ब्रदर भक्सिङको गवाई पढ्दै जाँदा फरेनको ब्ल्याङ्केट पाएको, नेजल क्याथरेक्ट जाति भएको, त्यस्तो कुराहरू आयो। अनि मेरो पालो पनि प्रभुलाई कि म प्रार्थना गरिहेर्नु पऱ्यो, ब्रदर भक्सिङलाई चुनेको मलाई पनि चुनेको हो कि होइन भनेर एटेम्प दिने विचार आयो। अनि मेरो छोराले यसो भन्छ, अब म बिमार भएर लडिरहेको छु, त्यो पढ्दैछु, भित्रभित्र भन्छ तँलाई त कहाँ चुनेको, चुनेको व्यक्ति त यस्तो हुन्छ त भन्छ मलाई घरिघरि। अनि त्यो नानीले यसो भन्छ, बाबा फरेनको चक्लेट ल्याउनुहोस् भन्छ घरिघरि। अब म उठेर बजार जानु हुँदैन, अनि छोरो र म मात्रै छौँ, फरेनको चक्लेट ल्याउ भन्छ। ब्रदर भक्सिङको गवाई पढ्दाखेरि फेरि फरेनको ब्ल्याङ्केट आयो भन्छ। के चाहिँ हो, म पनि यो मलाई चाहिँ प्रभुले चुनेको हो कि होइन, एकखेप एटेम्प दिइहेर्नु पऱ्यो भनेर चाहिँ मेरो पालो त्यसै यसो बस्यो, प्रभु मेरो छोरालाई फरेनको चक्लेट दिनुहोस्, आमिन भने। त्यसो भनिसकेर आमिन मात्रै भनेको थियो। पर प्यासेजको पल्लो छेउमा एउटा मान्छेले के भन्छ, कौशल भानिज भने मेरो छोरा टुकुर हिँड्थ्यो, यहाँ आउनुहोस् भन्यो। अनि मेरो छोरा प्यासेजबाट कुदेर पल्लो छेउमा गएको त यस्तो स्वेटर थाप्नु लगाएको छ, यसरी यसो क्या केटाकेटीलाई मकैहरू हालिदिन्छ नि यस्तो
स्वेटर थाप्नुहोस् न, हर्रे के हाल्दैछ, स्पिडको द्वारा फरेनको चक्लेट, फरेनको चक्लेट, सबै मेड इन चाइना लेखेको रहेछ, यति हाल्दैछ। त्यहाँबाट म अरे यसरी प्रार्थना गरेको त सुन्छ क्या भन्ने भयो। त्यहाँदेखि अन्त अर्को पल्लो घरको मान्छेले दैलो गडाइमै बन्द गर्यो, भुटिया भाषामा भन्यो, त्यता जानु हुँदैन, त्यहाँ मान्छे बिमारी छ, छुनु हुँदैन भन्ने खालको भाषामा भन्यो। दैलो गडाइमै बन्द गर्यो। अनि मेरो पालो टेस्ट भयो। एमजी अङ्कलले भनेको थियो आफ्नो दुःख अरूलाई नपखाउनु, यही बाइबलमा जस्तो छ बाइबल पढ्नु, बाइबलमै दुःख पखाउनु, बाइबलले उत्तर दिन्छ, जे भन्नु छ मान्छेलाई नसोध्नु, प्रभुलाई सोध्नु है नानी भनेर त्यति सिकाएर गएको थियो। अनि बाइबल चाहिँ मेरो पालो यति साह्रो ज्यादा पढ्थ्यो, त्यो बिमार भएर सुतेको बेलामा 3 महिनामा मैले बाइबल छिचोल्दै बाइबल। अनि बाइबल जति पढ्यो त्यति मिठो, त्यति मिठो, त्यति मिठो, प्रभु चाहिँ उहाँ नै हुनुहुँदो रहेछ, तर मलाई चाहिँ चुनेको होइन रहेछ भन्ने हुन्छ मलाई घरिघरि। अनि त्यो दैलो घडाइमै बन्द गर्दा त चित्त पनि दुखेर आयो। अनि त्यही दिन चाहिँ मेरो अन्तरे दाजु चाहिँ ब्याङ्कको म्यानेजर भइसकेको थियो। अनि अन्तरे दाजुले पनि यसो विचार गरेछ, अब भाइहरूकोमा बेला बेला बस्थेँ, अब भाइ पनि क्रिस्चियन भइगएछ, अब त्यसले गर्दा यो भाइहरूकोमा बस्नु हुँदैन भनेर सुटुक्कै ट्रान्सफर मिलाएछ उसले। अनि ट्रान्सफर मिलाएर चाहिँ अब कान्छा के गर्नु, अब ट्रान्सफरेबल जब हो, अब मलाई त एमडीले उतै जानु भन्यो, त्यसले गर्दा अब भाउजू पनि उतै छ, नानी पनि एक्लै, म चाहिँ गएँ ल भोलिदेखि भनेर दाजुले पनि ट्रान्सफर अर्डर लिएको, मतलब मैले चाल पाएँ छोडेको रहेछ भनेर। फेरि पल्लो घरको मान्छेले पनि दैलो गडाइमै बन्द गर्छ, त्यहाँ जानु हुँदैन भन्छ। अनि त्यति बेला मेरो पालो, प्रभु मसँग बोल्नुहोस् न भन्दाखेरि उहाँकै आफ्नै भाषामा मसँग बोल्नुभयो। अयुबको के अरे भजनको किताब 38 अध्यायको 11 पदमा मान्छेले छिछि गर्छन्, दूर गर्छन् भन्ने वचन पनि आयो। यहाँ पढ्नुहोस् त, अयुब 38 अध्यायको 11 पद। मेरा प्रेमीहरू, मेरा साथीहरू टाढै उभिन्छन्। हेर्नुहोस् त, दुरुस्तै दाजुले पनि छोडेर गएको, अनि आफन्तहरू पनि सबै टाढा छिछि दूर गरे। अनि चर्च जाँदै थियौँ, चर्च जाँदै गर्दाखेरि त अब मलाई चाहिँ पुरापुरी थाहा भयो म मर्ने रहेछु, अब प्रभु चाहिँ साँचो हो, ब्रदर भक्सिङलाई मात्रै चुनेको रहेछ भनेर। अनि ब्रदर भक्सिङको किताब पढ्दैछु, सुन्नुहोस् है। अब किताब त सकिन आँटिहाल्यो, सबै कुरा हो छ, किताब सकिन आँट्यो। अनि मैले यसो भने, तपाईँले मलाई पक्का चुनेको र छानेको हो भने चाहिँ अब त पढ्नु 1 प्याराग्राफ मात्रै थियो, 1 प्याराग्राफ मात्रै छ, पक्का तपाईँले मलाई चुनेको हो भने चाहिँ त्याग्दिनँ छोड्दिनँ भन्ने शब्द दिनुहोस् मलाई भनेर चुनौती दिएँ मेरो प्रभुलाई। अब अनुपम प्रतिभा सकिगयो, त्यहाँ पनि त्याग्दिनँ भन्ने छोड्दिनँ भन्ने छैन। हिमाल चाहिँ अचल पढेँ, त्यहाँबाट पनि साबित भयो प्रभु सत्य हुनुहुँदो रहेछ भनेर। ब्रदर भक्सिङको गवाई पढ्दै जाँदा उहाँलाई मात्रै चुनेको तँलाई होइन भन्दैछ शैतानले घरिघरि। अन्त यति एउटा प्याराग्राफ मात्रै रह्यो, त्याग्दिनँ छोड्दिनँ भने। त्यो त अहिले तपाईँलाई थाहा छ कि छैन, अहिलेको गवाईमा छैन। उहिलेको गवाई चाहिँ एउटा फोस्रो रङको सेतो कलरको आउँथ्यो, पुरानो उहिलेको कागज, त्यहाँदेखि त्यसमा चाहिँ ब्रदर भक्सिङको पहिलाको गवाई थियो। अनि त्यो लास्ट प्यासेजमा चाहिँ पढ्दै गएको त यसो भन्छ, तिमी उहाँप्रति विश्वासयोग्य भयो भने, तिमीले उहाँलाई पुकारा गरी बस्यौ भनेदेखि उहाँले भन्नुभएको छ तिमीलाई म कहिले छोड्ने छैन, कहिले त्याग्ने छैन भनेर अन्त गर्दै गर्छ त्यो कुरा। त्यहाँदेखि त त्याग्दिनँ छोड्दिनँ भन्ने पनि कुरा आयो, अझै अलिक पक्का भएँ, त्याग्दिनँ छोड्दिनँ भनेछ। अब आधा पाटो भयो, आधा पाटो मर्छु, आधा पाटोमा के भन्नुभयो, 70-30 भयो। 70% चाहिँ मर्छु, 30% चाहिँ बाँच्छु होला भन्ने आशा भयो। अनि अब चर्च गएँ एक दिन, अब लास्ट चर्च गएको दिल्ली जानुभन्दा अगाडि। अनि त्यो जन्तरे दाजु मसँगै छ अब हो। अनि सबै विश्वासीहरू चर्चमा बसे, सेवा सङ्गतिहरू भयो। मेरो पालो अब मेरो दुःखलाई पखाउनको लागि यसले पो हेर्छ कि यसले पो हेर्छ, कसैले हेर्दैन पनि। चर्चमा पनि त्यस्तो हुँदो रहेछ, कसैले याद पनि गर्दैन, सोध्दैन पनि। त्यो पर बुढो मात्रै उफ्रिन्छ, कराउँछ, के भन्छ, मलाई भने जस्तो लाग्छ त्यो एमजी अङ्कल रहेछ अहिले। अनि अब सबैजना सकिसकेपछि चर्च बिदा भयो, चिया पानी खाए। अनि अब सबैजना बाहिर निस्के। चानबारी भन्ने जग्गामा चर्च थियो, साँगुरो बाटो। अनि त्यो चानबारी चर्चदेखि पारिपट्टि चाहिँ क्रिस्चियनहरूलाई दफनाउने आज ग्रेभयार्ड थियो। अनि त्यो ग्रेभयार्ड रहेछ। अब त्यो दिन चाहिँ अब त दाजुले चाहिँ अब भाइ पनि क्रिस्चियन भयो, अब प्रार्थना गरिँदैछ, सबै मण्डलीले प्रार्थना गर्दैछ भनेर ऊ चाहिँ सबै पुरानो विश्वासी भइसकेछ। ऊ चाहिँ खुसी मनाउँछ, यताउता गर्छ, फेरि भाइसँग दुःखी हुन्छ, एकदमै मलाई साथ छोड्दैन। तर उसले चाहिँ मलाई राम्रो गरी हेरेको। अनि यसो भन्छ, मलाई चाहिँ थाहा भयो म मर्दैछु भनेर। अनि उसले चाहिँ मलाई राम्रो चिज देखाएको। रोडमा आइसक्यो, सबैले जयमसी गर्दैछ। कान्छा ऊ त्यो पारेको त्यो च्यानघारी छ नि, हो त्यहाँ चाहिँ हामीलाई दफनाउँछ भनेर देखायो।
बिचरा उसले त निर्दोषतामा भनेको अब उसले त मलाई त मेरो सुत्ने ओछ्यान देखायो त्यहाँ पारिए अब धेरै लामो छैन भने जस्तै भयो भक्कानु फुटेर आयो क्या मलाई त अब मेरो चाहिँ बेडरुम देखायो त्यहाँ अब म निराश भएँ अनि एमजी अङ्कलले सिकाएको छ जति पनि पिर पर्छ बाइबल खोलेर पढ्नु त्यहाँबाट बोलिहाल्छ भने अनि मेरो पक्का हो प्रभु मेरो बेडरुम त्यतितिर हो क्या अब कस्तो पिर पऱ्यो नि अनि मेरो पालो सट्टै बाइबल खोलेको त अयुबको किताब 17 अध्याय 1 र 2 पद पो पल्ट्यो पढ्नुहोस् त सुरुमा प्रभु त्यसरी पनि बोल्नु हुँदो रहेछ क्या अयुबको किताब 17 अध्याय 1 र 2 पद पढ्नुहोस् त 1 पद मेरो सास भ्रष्ट भएको छ निभिसके चिहानहरू मेरा निम्ति तयार छन् देखाइसकेको पनि थिएन आँखामा आँसु आयो पल्टाइसकेको थिएन चिहानकै कुरा आयो अनि म चाहिँ फिक्स भएँ अब चाहिँ पक्कै हो अब चाहिँ मेरो लामो छैन घरमा आएर कति रोएँ त्यसले गर्दा प्रभुले किन त्यस्तो खालको अझै कडाबाट किन लानु हुँदो रहेछ भन्दा अहिले पो बुझ्दैछु कानुनको किताब भित्ताभरि थियो म सजिलैसँग जाति भएको भए संसारमा फर्केर जान्थेँ गतिलो एडभोकेट हुन्थेँ धेरै पैसा कमाउँथेँ घमण्डी हुन्थेँ प्रभुलाई बिर्सिन्थेँ त्यसले गर्दा प्रभुले चाहिँ मलाई एकदम अन्तिममा पुर्याएर चाहिँ एउटा लेखापढी गर्न चाहेको रहेछ बाचा बाँध्न चाहेको छ त्यो बाचा चाहिँ के हो भन्दा चाहिँ यसो भन्थेँ मैले प्रभु मलाई बचाउनुहोस् मलाई धन सम्पत्ति पनि चाहिएन मलाई एडभोकेट पनि हुनु छैन मैले जहाँ पाप गर्दै हिँडेँ त्यहाँ म बाइबल बोकेर प्रचार गर्दै हिँड्छु मलाई बचाउनुहोस् भनेर पक्का एकदम प्रार्थना पनि ठोस प्रार्थना गरिसकेपछि चाहिँ मेरो मनले पक्का बाचा बाँध्यो म चाहिँ अब यहाँदेखि उता बाँचेछु भनेदेखि चाहिँ हात र मुख जोड्नको लागि एउटा काम गर्नु पर्ला तर म चाहिँ मेरो उब्रेको समय चाहिँ प्रभुलाई दिन्छु भनेर पक्का प्रभु र मेरो बिचमा पक्का लेखापढी भइसकेपछि चाहिँ अनि त्यहाँदेखि के गरेँ अब म दिल्ली गएँ अब दिल्ली गइसकेपछि मैले बताएँ नि मेरो ब्लड पोजिटिभ आयो त्यहाँबाट म फर्केर आएँ 1 साल ब्याकस्लाइड भएँ श्रीमती बिरामी भइन् श्रीमती बिमारी भइसकेपछि त्यहाँबाट चाहिँ दुईजनाले एकदम कमिटमेन्ट गऱ्यौँ पक्का हामी चर्च आउने भन्यौँ अब मेरो दिल्ली जाने बेला भयो दिल्ली जाने बेलामा एमजी अङ्कलले त्यही प्रार्थना गरिदिनु भयो मर्कस 10:27 अनि दाबी गरेर गएँ बिमारी चाहिँ जाति हुँदैन अब 14-15 चोटि भइसकेको थियो मेरो ब्लड टेस्ट गरेको हेपाटाइटिस बी नै आउँछ पोजिटिभ आउँछ छैन अब जाति हुँदैन अनि सिम्टम्स बढ्दै गयो त्यहाँबाट मेरो पालो बाइबल हातमा बोकेको छु मर्कसको किताब 10:27 पद दाबी गरिदिएको छ त्यहाँबाट ट्रिटमेन्ट गर्नुपर्छ होला हुन्छ होला भनेर अब पैसा छैन घर भएको पनि बेचियो एउटा फ्ल्याट थियो त्यो पनि बेचियो अनि बेचिसकेपछि किरायको घरबाट सबैले मलाई बाई गरे अनि दाजुले भन्यो प्रभुको निम्ति अलिक भेटी छुट्या पनि भन्यो अनि त्यही पैसाबाट घर बेचेको एउटा भेटी पनि छुट्यायौँ अनि बाइबल माथि राख भन्यो बाइबल माथि राखेर गयौँ अनि गइसकेपछि मलाई त दाजुभाइहरूले पनि लगेनन् क्रिस्चियन भयो भने सबैजना बिच्के सन्तान पनि बिच्क्यो अनि मेरो भविष्य त कहाँ गयो कानुनको किताब कहाँ गयो एडभोकेट हुने कहाँ गयो संसारको भविष्य त सबै डुब्यो मर्दैछ त्यो त मान्छे जब मर्दै गइसकेपछि अथवा अवस्था झिनो हुँदै गइसकेपछि मान्छे साँच्चै नम्र हुँदो रहेछ मान्छेलाई खालि बाँच्नु कसरी त्यता मात्रै जाँदो रहेछ अनि आज मलाई दिल्ली लगे साथीभाइहरूले अन्त मेरो यति राम्रो लमा यति राम्रो रिजल्ट आयो मैले अझै मास्टर्स गर्ने मौका पाएँ अनि पटनाबाट म मर्दैछु साथीले यसो भन्यो अब बाँच्नु र मर्नु त उपरवालाकै हातमा छ साथीले लग्यो क्या दिल्ली पटनाबाट भएर जाउँ यसो हामी युनिभर्सिटी चाहिँ जोइन गरिराखौँ भने अब म मर्दैछु दिल्ली लगेको अनि मर्दै गरेको मान्छेलाई पनि युनिभर्सिटी जोइन गरिदियो क्या साथीले सब एडमिसन पनि गरिदियो मेरो त मार्कसिट हेर्ने बित्तिकै एडमिसन दिइहाल्यो अनि त्यहाँबाट ट्रेनमा चढेर दिल्ली पुग्यौँ अनि दिल्ली पुगिसकेपछि एउटा ठुलो मान्छे परिचयमा थियो मेरो एलएलबीमा चाहिँ मार्क्स साह्रो राम्रो आएको कारणले गर्दा चाहिँ लमा त्यो मान्छेले मलाई भेटेर भनेको थियो तिमीलाई चाहिँ म इन्डियाको सुप्रिम कोर्टमा एडभोकेट बनाउँछु तिमी आउनु बस्ने क्वार्टर जग्गा सबै दिन्छु ठुलो सिनियर एडभोकेटको मुनि राख्छु तिम्रो रिजल्ट लिएर तिमी दिल्ली आउनु भनेको थियो रिजल्ट लिएर दिल्ली जानु त होइन म त मर्ने अवस्थामा दिल्ली पुगेँ अनि त्यो मान्छे ठुलो जिउको मान्छे एकदमै ठुलो गाडी लिएर त्यसका सेनापति लिएर आयो त्यो मान्छे अनि म चाहिँ एम्सको आज हाउस खास भन्ने जग्गामा सिक्किमको हाउस खास भन्ने जग्गामा थिएँ अनि आएर त यसो हेऱ्यो रिपोर्ट यसो हेऱ्यो अनि दुःखी भयो तिमी त ठुलो सुप्रिम कोर्टमा सिनियर एडभोकेटको मुनि एसिस्टेन्ट गर्न आउँछौ होला तिमीलाई म महिनामा 20,000 तलब सुरुमा दिउँ भनेको त तिमी त यस्तो घातक बिमार लिएर आएछौ सो सरी तिम्रो भाग्य यस्तो रहेछ भने तर पनि म एम्सको डक्टरसँग कुरा गर्छु तिम्रो पहिलो एपोइन्टमेन्ट गराइदिन्छु भन्यो
अनि मेरो एपोइन्टमेन्ट हुने भयो, उसले मिलाइदियो। त्यहाँदेखि मेरो अब हातबाट ब्लड निकाल्दैछन् अनि मलाई खालि बाँच्नुसँग मात्रै मतलब थियो। मैले प्रभुलाई गहिराइमा चिनेको थिइनँ, बाइबल कहिले राम्रोसँगले पढेको थिइनँ। अनि म एक दुईचोटि मात्रै चर्च गएको मान्छे। अनि जब मेरो ब्लड तान्दाखेरि मैले प्रभु मर्कस 10:27 भनेर प्रार्थना गरेँ। प्रार्थना गर्नमा आउँदैन थियो। त्यहाँदेखि भोलिपल्ट पर्सिपल्ट अब मेरो ब्लड रिपोर्ट आउने भयो। अनि मलाई अस्पतालमा उभ्याए लगेर। अनि साथी बसेको छ, म बसेको छु। त्यो ठुलो भलात्मी मान्छे पनि त्यहाँ आएको छ। अनि म चाहिँ अब एकदमै त्यो धेरैवटा कुरा सोचेर पिरले गर्दा घरिघरि ढल्न खोज्छु, लड्न खोज्छु। अनि मेरो नम्बर आयो। मेरो ठक्कै नम्बरभित्र आउने बित्तिकै मेरो आँखाभरि आँसु थियो। अनि डाक्टर पनि हेरेर छक्कै पऱ्यो, के भयो जेन्टलमेन भन्यो। अनि म त यस्तो सिक्किमदेखि आएको, मेरो नानीहरू सानै छन्, म त यस्तो मेरो उज्जवल भविष्य थियो, म त अब मर्ने भएँ भनेर सबै वृत्तान्त बताइसकेपछि मेरो रिपोर्ट यसरी पल्टायो। 6 पन्नाको रिपोर्ट रहेछ। पल्टाउँदै गयो। लास्टमा फेरि अनुहारमा हेऱ्यो, फेरि पल्टायो। कति महिना भयो तपाईँलाई यस्तो भएको? यो त करिबन 1 वर्ष जस्तो भइसक्यो। फेरि पल्टाउँछ, हेर्छ, तपाईँको त बिमार छैन त, अन्त तपाईँको त यहाँ त नेगेटिभ आएको छ भन्यो। मण्डलीले मेरो निम्ति खुरन्दार प्रार्थना गरेको रहेछ। अनि मर्कस 10:27 एउटा सरल विश्वासमा म गएको थिएँ, तिम्रो ब्लडमा हेपाटाइटिस बी छैन, जाऊ तिमी, एउटा दबाई पनि खानु पर्दैन मात्रै भनेको थियो। थ्याङ्क यू पनि भन्न जानिनँ रहेछु। फुत्तै निस्केर त्यो के भन्छ थ्याङ्कलेस भन्छ नि, एकदमै थ्याङ्कलेस मान्छे फुत्तै बाहिर निस्केर चाहिँ साथीलाई मेरो बिमार छैन रहेछ भने उसमा लुगा किन्न जाउँ भने साथीले पनि। अन्त गएर चाहिँ त्यो प्रत्येक त्यो दिल्लीको कर्नरमा लागेको लुगा किनि हिँड्यौँ। मण्डलीलाई खबर गर्नुपर्दछ पहिला यस्तो यस्तो भयो भनेर। झत्ता लुगाहरू किन्यौँ। अनि एमजी अङ्कललाई चाहिँ एउटा लुगा किन्न मन पऱ्यो। अनि मेरो पाला एमजी अङ्कललाई चाहिँ एउटा टी सर्ट किनेँ। त्यहाँबाट सायद मैले प्रार्थना गरेर पनि बिर्सेँ होला, त्यस्तो लाग्छ मलाई। खुसी भएर म फर्केर आएँ। नानीको निम्ति एउटा साइकल पनि लिएर आएँ। त्यहाँदेखि अब एमजी अङ्कललाई लिएर टी सर्ट पनि दिएँ। अनि एमजी अङ्कलले पनि टी सर्ट लगाएर फर्स्टमा मेसेज दिनुभयो, यसो भन्नुभयो, मान्छेले सम्झिन्छन् चर्चको एल्डरले पैसा खायो भन्छन्, आज म नयाँ टी सर्ट लगाएर उभिएको छु। यो टी सर्ट मैले चर्चको पैसाले किनेको होइन, मलाई तिमोथी भाइले ल्याइदिएको ल, मेरो प्यारो भाइ हो, त्यसले गर्दा मैले लगाएर आएको छु। कस्तो देख्दैछ भन्नु भयो, याद आउँछ मलाई। अब त्यति गरिसकेपछि त म जाति भएँ। अब जाति भएपछि मान्छे स्वार्थी हुँदो रहेछ। त्यहाँदेखि के भयो, म चर्च जान छोडेँ। त्यस्तो हुन्छ। मेरो काम सिद्धियो नि त, म चर्च जान छोडेँ। चर्च जान सिद्धिसकेपछि त्यहाँदेखि त 1 वर्षसम्म चर्च गएन। त्यहाँदेखि 1 वर्ष पछाडि फेरि मिसेस बिरामी भइन्। प्रभुले चाहिँ तैँले मलाई त्यस्तो विरक्त हुँदा पुकारिस्, अनि तँ अहिले मलाई बिर्सिनी, तँलाई म अर्को आङकुसी लाउँछु भनेर भनेको रहेछ प्रभुको भाषामा। मिसेस बिमार भइन्। मिसेस पनि कस्तो बिमार, डिप्रेसनको बिमार। घरकै आमा अब बौली जस्तै भइन्। त्यहाँबाट त अब नानी छ। अनि त्यहाँदेखि आमा त्यस्तो भइसकेपछि के गर्ने। अनि फेरि मिसेसको कारण त चर्च जानु पर्यो। त्यति बेला चाहिँ अन्त मैले राम्रोसँगले प्रभुको दासलाई बताएँ। अनि राम्रो प्रकारले प्रार्थना गरिदिनु भयो। त्यो दिन चाहिँ मेरो पश्चाताप सही थियो। अनि त्यति गरी चाहिँ हामी फर्केर आयौँ। त्यहाँबाट मैले अरू किताबहरू पढ्दै गएपछि त्यहाँबाट प्रभुले मलाई आज भन्दै, भोलि भन्दै, पर्सि भन्दै स्थिर गराउँदै लानुभयो। अनि सन्तानका मान्छेहरूले पनि भने, अब यो जन्तरे, त्यहाँदेखि यो कान्छो, त्यहाँबाट मेरो खन्तरे दाजु कन्भर्ट भयो, त्यहाँदेखि मेरो कान्छी बहिनी कन्भर्ट भयो, काइला दाजु कन्भर्ट भयो। 4 जना दाजुभाइ प्रभुलाई पायौँ। बहिनीले पनि प्रभुलाई पाइसकेपछि अनि सबै सन्तान भेला भएछन्। सन्तान भेला भएर चाहिँ एउटा अघिको जस्तो अब हवन गर्ने भए, लघु पुराण लगाए। त्यहाँदेखि चाहिँ अब यो सन्तानमा एकदमै अछुत भयो यो मान्छे, क्रिस्चियन भयो। अब यिनीहरूलाई छुन पनि दिनु हुँदैन, के गर्न दिनु हुँदैन भनेर हाम्रो नाममा उनीहरूले चरु पनि पोले। प्रभाकर नेउपाने, ठाकुर नेउपाने, लक्ष्मीकान्त नेउपाने, सङ्गीता नेउपाने, अनि यो देवीचरण नेउपाने स्वाहा भनेर चाहिँ 1-2 मुठी हाल्न पनि लागेछन्। त्यति गरे। त्यसो गरेपछि अब हामीले सन्तानबाट कटअफ पनि गरे। राम्रो भयो, एकदमै राम्रो। 24 वर्ष भयो स्वाहा भइनँ म। तर स्वाहा भएर गए। 24 वर्ष प्रभुले बचाएर राख्नुभयो। अनि म एउटा कुरा बताउँछु, म एउटा निर्वाचन आयोगमा एउटा सानो अफिसमा काम गर्छु, सानो पेसा लिएर। अनि मैले त्यति बेलै त्यो मर्ने बेलामा प्रभुलाई भनेको थियो, बचाउनु भयो भने म तपाईँकै मात्रै सेवा गर्छु, यद्यपि म फुल टाइम सेवक होइन, मेरो समय उब्रेको समय म कहीँ नै खेर फाल्न दिँदिनँ। अनि प्रभुमा हामीले
त्यो प्रकारले मन बाँध्यौँ र सेवा गर्न चाह्यौँ भने प्रभुले गर्नु पनि हुँदो रहेछ। अनि पछाडि म फर्केर आएँ। फर्केर आएपछि मलाई यति साह्रो जोस आयो प्रभुको काम गर्नुपर्ने रहेछ भनेर। अनि 2 जना मसिना नानीहरू थिए। श्रीमती ड्युटी गएकी थिइन्। अनि अब बेलुका 7 बजी, बेलुकाको समय 7 बजी चाहिँ एउटा गुरुङ मान्छे डिभिजनल इन्जिनियरले वचन सुन्ने अरे एकदम अशान्ति छ अरे, आइदिनु भनेर खबर आयो। खबर आउने बित्तिकै अब 2 जना नानीलाई म कसरी छोडेर जानु? किरायको घरमा 2 जना मसिनो नानीहरू छन्, एकदमै मसिनो। अनि 2 जना नानीलाई मेरो पालो आँट गरेँ, तपाईँको काम हो, मलाई तपाईँले छुट्टी दिनुपर्छ। कसरी छुट्टी? नानीलाई भित्रै राख्छु, दैलो बाहिर बन्द गर्छु, जान्छु म भनेर मेरो पालो आँट गरेँ। मेरो पालो प्रार्थना गरेँ। अन्त नानीलाई भित्र राखेर दैलो माथिबाट बाहिरबाट बन्द गरेँ। बन्द गरेर यसो हेर्दा त एउटा क्रिस्टिना भन्ने बहिनी चाहिँ फेरि चानबारी चर्चको अङ्कलकोमा आउनको लागि त मैले कहिलेदेखि प्रार्थना गरेको। आज चाहिँ म अङ्कलको घरमा बस्दै जाने भनेर प्रार्थना गरेँ। म त आइपुगेको पो त अङ्कल भने दैलोबाट बाहिर पुग्दा। अनि मैले भने राम्रै भएछ, 1 दिन मात्रै होइन, हप्तै दिन बस। 2 जना नानीहरू छन् भित्र, स्याहार देऊ, पकाऊ, बनाऊ, खाऊ, म गएको ल भनेर मेरो बल हिँडेँ। प्रभु त्यति विश्वासी के हो, नानीहरू छोडेर हिँड्दा दैलो लाउँदा ठ्याक्कै दैलोको छेउमा। अनि त्यसरी मैले मेरो समय खेर फालिनँ। झन् साह्रो पल्केँ म, झन् साह्रो पल्केँ। त्यहाँदेखि मैले मेरो चाल पाएँ। प्रभुको निम्ति मैले खट्नी गरेँ, समय दिएँ भने चाहिँ मलाई पछुतो हुँदैन भन्ने कुरो थाहा भयो। त्यहाँदेखि योपालि पनि 8 दिन 10 दिन सरकारी बिदा थियो। अनि अफिसका कर्मचारीलाई भने, हन मेरो यस्तो छ, काम कति जटिल छ, तिमीहरूले सम्हालिदिन्छौ भन्दा उनीहरू पनि प्रभुले त्यस्तै राखेका छन्। जानुहोस् तपाईँलाई हामी 4-5 दिन छुट्टी मिलाइदिइहाल्छौँ नि, जानुहोस् भने। अनि 17 दिनको छुट्टी पाएर म यहाँ आएँ तपाईँहरूलाई। अनि 17 दिनको छुट्टीमा 2 दिन अझै कम्ती छ। अनि सासूआमा सिरियस भइन्। सासूआमा अहिले कोमामा छिन्, उनी आज साह्रै छिन्। त्यसले गर्दा अब भोलि बिहान हिँड्नुपर्ने भयो र त्यस प्रकारले मेरो समय तपाईँहरूसँग मैले व्यतीत गर्न पाएँ। 24 वर्ष भयो यो प्रभुले मलाई शान्तिमा राख्नुभयो। अनि मेरो समय यसरी प्रभुको निम्ति खर्चिन पाउँछु। दुर्बलता कमजोरतामा सेवा गर्दैछु। त बिमार चाहिँ एउटा न्यू मात्रै भयो। मैले प्रभु यीशु मसीहमा पापको क्षमा पाएँ, साँचो शान्ति पाएँ, मुक्ति पाएँ। अब म मरिसकेपछि कसैले काजक्रिया गर्नु पर्दैन, अनादिनी धनदेवा शङ्कर चक्र गदा जराउने भन्नु पर्दैन। प्रभुले जिउँदै हुँदा मुक्ति दिनुभयो, हृदयमा शान्ति भयो। मर्नको लागि त एउटा बिमार त चाहिने नै रहेछ, तर मेरो आत्मा कहिल्यै नमर्ने भयो। स्वर्गीय शान्ति पाएँ, घरमा शान्ति भयो। अनि पहिला हामी बुढाबुढी लडाइँ पर्ने बुढाबुढी हुन्। अहिले मेरो श्रीमती बिहानै 4 बजी उठेर मैले यसो हेर्दा घुँडामा बसेर प्रार्थना गरिरहेकी हुन्छन्। जहिले पनि 4 बजी उठेर मैले यसो हेर्दाखेरि चाहिँ कोही व्यक्तिलाई घुँडामा बसेको देख्छु भने मेरो श्रीमती त्यहाँ प्रार्थनामा बसेकी हुन्छन्। मेरो लागि जहिले प्रार्थना गर्दै बसिन्, जहिले प्रार्थना। हाम्रो घरै परिवर्तन भयो, छोराछोरी परिवर्तन भए, हामीले साँचो शान्ति पायौँ, किन प्रभु हाम्रो घरभित्र आउनुभयो। यस प्रकारले प्रभुले मलाई बचाउनु भयो। त 24 वर्ष भयो प्रभुले मलाई बचाउनु भएको। अब कति दिन बाँचिएला यस्तै प्रभुका छोराछोरीसँग सङ्गति गर्दै समय व्यतीत हुन्छ। त एउटै पदले त्यसरी थाम्दो रहेछ। अनि मेरो दाजु पनि अहिले आज त्यो जन्तरे दाजु पनि एउटा घर जाम गरेर बस्नु भएको छ। हामी 4 जना दाजुभाइ प्रभुमा छौँ, बहिनी पनि छ। त सबैजनाले प्रार्थना गरिदिनुहोस्। यस प्रकारले मलाई प्रभुले बचाउनु भएको। दुःखमा लगेर एउटा पढौँ, पहिला सामुएलको किताब 2 अध्यायमा आउँछ। त प्रभुलाई पाउनको लागि चाहिँ दुःखमा जानु पर्दो रहेछ। एउटा पद पढेर म भन्नुहोस् है त। पहिला सामुएलको किताब 2 अध्यायको 6 पद, 2 अध्यायको 6 पद पढिदिनुहोस् न। परमप्रभुले मार्नुहुन्छ, जीवित पार्नुहुन्छ, पातालसम्म पुर्याउनुहुन्छ। अनि 7 पदमा पढ्दैछु। परमप्रभुले गरिब तुल्याउनुहुन्छ र धनी बनाउनुहुन्छ, उहाँले तल झार्नुहुन्छ, उहाँले माथि उठाउनुहुन्छ। 8 पद, तिनीहरूलाई भारदारहरूको साथमा बसाउन, तिनीहरूलाई महिमाको सिंहासनको हकदार तुल्याउनलाई उहाँले गरिबलाई धुलोबाट उठाउनुहुन्छ, खाँचोमा परेकोलाई घुरानबाट माथि उचाल्नुहुन्छ। किनभने पृथ्वीका खाँबाहरू परमप्रभुका हुन्, उहाँले संसारलाई तीमाथि बसाल्नु भएको छ। धेरै धेरै धन्यवाद, तपाईँहरूसँग सङ्गति गर्न पाएँ। अब प्रभुको इच्छा भने अर्को पालि भेटौँला। अब कसको प्रार्थनाले जित्छ? तपाईँहरूको प्रार्थनाले जित्यो भने म अक्टोबरमा यता आउँछु। अरूतिरको प्रार्थनाले जित्यो भने अरूतिर लान्छ। त्यस्तो र चाहिँ त्यो ल, धन्यवाद है।